तपाईँ भन्नुभएको रहेछ हजुर र विशेष गरेर गेसी टासी शेर्पा दाई हामी तपाईँलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छौँ र यहाँको संस्था चाहिँ सिधे क्युङबा ब्लिङ न्युयोर्क मा छ यो उहाँको आफ्नो अफिस चाहिँ उहाँको संस्था चाहिँ र उहाँबाट यो सहयोग प्राप्त भएको छ र विशेष गरेर हामीले तपाईँहरूलाई जानकारी गराउनु पर्दाखेरि दर्शकहरू यो खासमा अमेरिकी डलर चाहिँ 5,846 रुपियाँ हो र नेपाली कन्भर्ट गर्दाखेरि 1,112 रुपियाँ 30 पैसाले यो कन्भर्ट गर्दाखेरि 6,56,798 रुपियाँ भएको छ र यो रकम चाहिँ अहिले हामी हस्तान्तरण गर्न लागिरहेका छौँ। त्योभन्दा अगाडि स्याङ्पो लामाजी हुनुहुन्छ, स्याङ्पोजी चाहिँ टिबेटियन, विशेष गरेर टिबेटियन समुदायले यसमा ठूलो योगदान पुर्याउनु भएको छ भनेदेखि नेपाली शेर्पा समुदायहरूको ज्यादै ठूलो महत्त्वपूर्ण योगदान छ। त्यसै गरी विशेष गरेर यो सहयोग गर्नुहुनेहरूमा न्युयोर्क, न्यू जर्सी, क्यालिफोर्निया, विभिन्न स्टेट मैले त्यहाँ उल्लेख गरेको छु मैले लाइभमा पनि विशेष गरेर त्यहाँ लेखिएको छ धेरै कुराहरू र त्यो स्टेट अरू कुन स्टेट मलाई अलिकति त्यो स्टेट मिनेसोटा हो, न्यू जर्सी हो अनि न्युयोर्क मेनली त्यहाँबाट हो, तर पनि अरूबाट पनि छ, अरू स्टेटबाट क्यालिफोर्निया यस्तोबाट पनि छ हाम्रो। ओके, अब यति बेला चाहिँ हामी पहिला यो रकम हस्तान्तरण गरौँ, त्यसपछि धेरै व्यक्तिहरूलाई हामीले धन्यवाद दिने बाँकी नै छ। यो रकम चाहिँ हामी पहिला दाई पल दाईलाई हामी यो रकम हस्तान्तरण गर्छौँ। जुन पैसा उठेको हो यो पैसा चाहिँ यो गोमा नेपालीको लागि, तपाईँको छोरीको लागि होइन। तपाईँले भन्नुभएको थियो अस्ति अर्को एकजना बिमारी पनि छ भनेर, त्यसको लागि चाहिँ अब तपाईँले दिनु होला 1,01,000 दिनु होला तपाईँले होइन। तपाईँले अघि पनि भन्नुभयो नि, अनि मेन चाहिँ फेरि उहाँको लागि यो है पैसा तपाईँले भन्नुभएको थियो नि, यहाँ बिमारी 2 जना छ भनेर, अनि तपाईँले चाहिँ अब 1,01,000 चाहिँ हामी त दिन्छौँ। र साथमा क्यालिफोर्नियाबाट आङदामु शेर्पा दिदीले 5,000 रुपियाँ यसमा प्लस गर्नु भएको छ र त्यसो हुँदाखेरि 5,61,798 भएको छ र यसमा 1 लाख भयो होइन, 2 लाख, 3 लाख, 4 लाख, 5 लाख, 6 लाख, 56,800 हजुर 798 होइन 798 नै रहेछ। ओके, अब राम्रोसँग चाहिँ अपरेसन गरिदिनु पर्यो। उहाँको चाहना चाहिँ के छ? उहाँको चाहिँ अपरेसनै हुनु, हजुर उहाँको चाहिँ सर्जरी हुनै पर्छ भन्नुभएको छ होइन। यो पैसाले पुगेन भने फेरि उहाँहरूले चाहिँ फेरि तपाईँले भन्नु पर्ने हुन्छ उहाँहरूलाई। अब यति मलाई फेरि हेल्प चाहियो भनेर उहाँहरू चाहिँ धेरै थोरै फेरि नि गर्ने होला भन्छ। तपाईँले चाहिँ उहाँको सर्जरी गर्दाखेरि अनि पुगेन भनेदेखि उहाँले अझै पनि कुरा गर्नुभएको छ र साथमा हामी गेसी टासी दाईलाई उहाँको सम्पूर्ण टिमलाई जति यहाँ 102 जना होइन 102 जना व्यक्तिहरू जो व्यक्तिले यसमा साथ र हात गर्नुभएको छ, हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ र विशेष गरेर उहाँहरूको यो सम्पूर्ण संस्था, विशेष गरेर टिबेटियन समुदाय, त्यस्तै गरी नेपाली शेर्पा समुदायलाई हामी हृदयदेखि आभार प्रकट गर्न चाहन्छौँ। र यति बेला चाहिँ स्याङ्गोजी, तपाईँ टिबेटियन भाषाको ज्ञान भएको कारणले गर्दाखेरि केही टिबेटियनमा पनि भनिदिनु होला। हेलो समला तसले सबै नमस्ते। अनि तन्दा केसेटासी दोर्जेगी जो दे तन्दा पाल बहादुर रोल्पा नि कोरोंगी पोमो लोचुङी गोमा नेपाली ल्याइदेला र सर्जरी छेगी छेदु केसेटासी दोर्जेगी अनि मुइ दिन्दे मंगबोचे त कोरोंजोला थाप्से छेने मी क्यादा मी सेवा दिन्छ कुदु छाजानी दुनी त मी गजो कोमो ngapchu kya khasu chena khola ta bum tukdang tonda ngapchu ngatuk jaja je digi par khozola da surgery chegi ten toy gi da kujo rewado ji cha song da bronzo surgery che to ani ta modo dindela ngajo program dinde chedu gani bronzo dandungye da surgery cheni da chi chowa di da mize dila chi रोग चिनी दु सेमचुक दो ना जी फाट दो को नांगमिले ना सेमचुक दो फारे की छिदु
나 그런 저 로봇 세워들라 창마나 조지체 까딘체 수행이 아니 계시다시 믹스 계시다시 도질라 아 시대 군접인 촉반이 나니 아니 이제 로람낭도 내가 창마나 조지체 수행이 एकदमै धन्यवाद हजुर बस्नु होला साङ्गेजी र साङ्पोजीलाई पनि एकदम धन्यवाद उहाँले सम्पूर्ण टिबेटियन समुदायको लागि सबै कुराहरू जानकारी गराइसक्नु भएको छ हामी दुवैजनालाई धन्यवाद दिन चाहन्छौँ क्यालिफोर्नियाबाट यो छुट्टै 5,000 अनि दामु शेर्पा क्यालिफोर्नियाबाट यो 5,000 रुपियाँ पनि अहिले भर्खरै लिएर आउनुभएको भयो हाम्रो मित्रले तपाईँको लागि अब अहिले चाहिँ हामी यो रकमबाट 1,01,000 चाहिँ अर्को उहाँसँगै बस्नुहुने एकजना सानो बाबु हुनुहुन्छ म दिदीलाई यो दाईको तर्फबाट हुन त गोमालाई आएको हो तर गोमाको तर्फबाट अब चाहिँ उहाँको पनि सँगै बस्ने भएकोले गर्दाखेरि उहाँलाई 1,01,000 रुपियाँ चाहिँ तपाईँले यहाँबाट दिनुपर्ने हुन्छ दाईले दाईको तर्फबाट 1,00,000 भयो अब 1,000 अब दाईसँगै बसेर हामीले अपडेट गरेको थियौँ उहाँको अवस्था र उहाँको बारेमा उहाँलाई पनि केही सहयोग उहाँहरूको तर्फबाट तपाईँले नि दिने है तपाईँको नाममा गोमाको नाममा आएको पैसा 1,01,000 अब त उहाँको छिमेकी भएकोले गर्दाखेरि तपाईँले दिइरहनु भएको छ र उहाँको अवस्थाको बारेमा बताउनु पर्दाखेरि दर्शकहरू हामीले बताउनु पर्दाखेरि उहाँको जुन नानी छ यो उहाँको यो खुट्टाहरू यो जुन अलिकति देखाइदिनुहोस् त यो खुट्टा चाहिँ उहाँ उभ्न पनि सक्नुहुन्न अलिकति उभाइदिनुहोस् त यो पैसा यता राखेर र उहाँको अवस्था यो हो र अहिले भर्खर 5 वर्षको हुनुभयो होइन 5 वर्षको हुनुभयो र यस्तो छ यो स्थिति छ अनि यो अवस्थाको व्यक्तिको लागि यो सहयोग प्राप्त भएको छ र अब यो रोगको नाम खास डाक्टरले के भनेको छ अनि यस्तो यस्तो त भन्नु भएको छ र उहाँको पनि उपचार भइराखेको छ अन्तिम विकल्पमा तथापि अब उहाँको स्वास्थ्य लाभको उपचारको लागि यो तपाईँलाई पठाउनु भएको छ हुन्छ बस्दिनु होला र त्यही यो उहाँको उपचारको लागि है यो राख्नुहोस् र विशेष गरेर हामी घेसीटासी दुर्जे शेर्पा र उहाँको सम्पूर्ण टिमलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छौँ धन्यवाद दिन चाहन्छौँ र यसरी गोमा नेपालीको लागि मद्दत पुर्याउनु भएको छ दाइको तर्फबाट उहाँहरू सबैलाई के भन्न चाहनुहुन्छ त सहयोग गर्ने घेसीटासी दाई लगायत सबैलाई के भन्न चाहनुहुन्छ धेरै सहयोग गर्नुभयो अनि उहाँले मलाई देख्नुहुन्छ उहाँले चाहिँ न मलाई देख्नु भएको थियो र न मैले उहाँलाई देखेको थिएँ तर उहाँले चाहिँ यो नानीको लागि उपचारको लागि चाहिँ केही च्यानलमा देख्नु भएको रहेछ अनि त्यहाँदेखि यो सर्जरीको लागि हामीले चाहिँ यति पैसा पठाइदिनु भयो तर सर्जरीको लागि पनि अब सोधिरहेको थिएँ कहाँ हुन्छ यो सर्जरीको लागि भन्ने कुरो तर सर्जरी हुनसक्छ तर हामी सोध्दै गर्छौँ हामी चाहिँ त्यो फोटो ल्याउनु भएको छ यसमा चाहिँ देखाउनु भएको छ अनि त्यसमा चाहिँ हुन्छ भन्ने कुरा यो सर्जरी प्लास्टिक सर्जरी हो गर्नुपर्छ भन्ने कुरा चाहिँ एउटा डाक्टरले गर्नुभएको छ तर हामी यहाँ सारसल्लाह गर्दै गर्छौँ भन्ने कुरो गर्नुभएको छ अनि आजको दिन जसरी तपाईँले सहयोग पाउनु भएको छ उहाँको उपचार चाहिँ चाँडो होस् चाँडै नै अनि खुसी हुनुहुन्छ आज यसरी सहयोग मिल्छ जस्तो लागेको थियो कि थिएन यति सहयोग मिल्ला जस्तो त लागेको थिएन तर ठिकै छ उहाँले चाहिँ नदेखेर पनि उहाँले चाहिँ सहयोग गराउनु भयो र नानीको लागि चाहिँ केही होस् भन्ने हो र हामी सर्जरी गर्न चाहन्छौँ तर सक्दो प्रयास हामी चाहिँ कहाँनिर कुन डाक्टरले गर्ने भन्ने कुरा हजुरहरूले पनि सल्लाह दिनुभयो भने धेरै राम्रो हुन्थ्यो झन् उहाँले पनि सल्लाह दिनुभयो भने यो हस्पिटलमा हुन्छ भने सरल हुन्थ्यो मलाई पनि त्यो त्यसमा गएर एकदम गर्नलाई अनि कुन डाक्टर ठिक छ कसैले हुनसक्छ त्यो बिगार्न सक्छ सर्जरीहरू प्लास्टिक सर्जरी भन्ने कुरा जोतोले गर्न सक्दैन तर कहाँ कुन हस्पिटलमा गर्ने भन्ने कुरो चाहिँ हुन्छ ठिक छ त्यसको पनि खोजी गर्दै गर्नु होला र गोमाले पनि केही भन्न चाहन्छन् पक्कै पनि गोमा अनि तपाईँलाई सहयोग गर्ने सबैलाई के भन्ने तपाईँले के भन्न चाहनुहुन्छ धेरै धेरै धन्यवाद ज्ञापन गर्नुभएको छ गोमाले अनि गोमा आज के खानुभयो तपाईँले चिया र बिस्कुट ओके अनि अहिले भोक कतिको लागेको छ कि छैन ल घेसीटासी तपाईँलाई घेसीटासी दाइले अमेरिकाबाट यो सहयोग पठाउनु भएको ल ल अनि गोमा को चाँडै सर्जरी होस् अनि चाँडै गोमा राम्रो होस् गोमाको आँखाहरू फेरि आओस् भनेर पठाउनु भएको है यो सहयोग हुन्छ त दर्शकहरू हामी विशेष गरेर यो रकम हामीले हस्तान्तरण गरिसकेका छौँ र अन्तमा
हामी यही भन्न चाहन्छौँ कि यो संसारमा दुखी पीडितहरूको संख्या धेरै छ, धेरै अभाव अप्ठ्यारोमा बाँचिराखेका छन्, तर ती व्यक्तिहरूको लागि सहयोग गर्ने हातहरू पनि कहिल्यै थाक्दैनन्। हेर्नुहोस्, दिन प्रतिदिन मानिसहरू विभिन्न पीडामा छन्। जस्तो गोमा नेपाली रोल्पा जस्तो ठाउँमा उहाँले निरन्तर रूपमा उपचार त गर्नुभयो दिल्लीतिर लगेर, तर दिल्लीतिर लगेर उपचार गर्दाखेरि पनि उहाँको त्यति राम्रो उपचार हुन सकेको थिएन। उहाँको खर्चको अभाव त्यही नै हो। उहाँ सामान्य भन्दा पनि सामान्य परिवारको व्यक्ति, त्यसमा पनि काठ चिर्ने काम, काठ चिर्ने त्यो जङ्गलमा गएर त्यस्तो काम गर्नुहुन्थ्यो र त्यही काम गर्नुहुन्छ अहिले पनि। उहाँको काम त्यही नै हो र दिनको 4-5 सय रुपियाँ कमाएर आफ्नो घर परिवार धान्ने व्यक्तिले कसरी उपचार गर्न सक्नु? यो अवस्थाको परिवारलाई तपाईँ सबै नेपालीले मद्दत गर्नुभएको छ। साराका सारा केसीटासी दाईले आह्वान गर्न बित्तिकै धेरै व्यक्तिहरू, यति 102 जना व्यक्तिहरूले यो जुन सहयोग गर्नुभएको छ र साङ्गेजीले भन्दै हुनुहुन्छ कि मात्र 1 हप्तामा उहाँहरूले यो 6,56,798 रुपियाँ कलेक्सन गर्नुभयो र सम्पूर्ण टिमलाई हामी सम्मान व्यक्त गर्न चाहन्छौँ। यहाँले महापवित्र र पुण्यको कर्ममा पठाउनु भएको छ। पक्कै पनि यो दुखी परिवारको अन्तर्हृदयदेखि तपाईँहरूलाई दिने त्यो आशीर्वादहरू तपाईँहरूको शिरमा नै रहनेछ। तपाईँहरूले सही र पीडितको लागि नै तपाईँले मलमपट्टि गर्न पठाउनु भएको छ। हामी सबैलाई मुष्ट धन्यवाद दिन चाहन्छौँ। यहाँ 102 जना व्यक्तिहरू हुनुहुन्छ र विशेष गरेर हामी साङ्गे शेर्पाजी र साङ्पो लामाजीलाई पनि धन्यवाद दिन चाहन्छौँ यहाँहरूको यो सहयोगको लागि। र अहिलेको लाइभबाट म दीपक पनि बिदा माग्ने बेला भएको छ। नमस्ते।